यो त सबैले चिन्नुहुन्छ होला, यो चाहिँ टिम्बुर हो। अचार खानु चाहिँ एकदमै मिठो हुन्छ। अन्त यसको अचार खायो भने चाहिँ अब ग्यासहरुको प्रब्लमहरु पनि यो टिम्बुले चाहिँ जाती हुन्छ नि त। एकदमै यो गुनिलो पनि छ, मिठो पनि हुन्छ, खाना पनि यसले मजाले रुचाउँछ है। अन्त यसलाई चाहिँ अब स्टोर गरेर राख्नु पर्यो नि त। हाम्रो त यहाँ पानी परेको हुन्छ, घाम लाग्दैन हैन, घाममा सुकाउनु मिल्दैन यसलाई। अन्त घाममा सुकायो भने पनि तर यसको सेन्टहरु छिट्टो जान्छ क्या। त्यो सेन्टहरु नजाओस् भन्नुको लागि चाहिँ यसलाई कसरी स्टोर गर्नुपर्छ भन्ने चाहिँ आज म तपाईहरुलाई देखाउँदै छु। यसलाई चाहिँ पहिला चाहिँ मजाले पानीमा पखालौं। यसलाई चाहिँ पहिला चाहिँ मजाले पखालौं। यो त हुन त अहिले भर्खरै टिपेर ल्याएको, सफै छ बोटमा हैन। अन्त चाहिँ मैले तेल अलिकति बेसी छैन नि त, अब यति त छ यो टिम्बुर हैन। अलिकति तेल कराईमा बसाए हैन, ग्यास अन गरे। अन्त अलिकति तेल चाहिँ यसमा बसाए। यो तेलमा चाहिँ मैले अघि बीफ फ्राई गरेको थिएँ नि त, त्यही भएर चाहिँ एकदम धमिलो देखिरहनु भएको होला। यसमा चाहिँ मैले अघि बीफ फ्राई गरेको थिएँ, त्यही तेल चाहिँ अलिकति उप्रियो पनि हैन। म त्यसमै अब यो टिम्बुरलाई चाहिँ फ्राई गर्छु भनेर चाहिँ मैले तेल नफ्याँकेको नि त। अन्त अब यो तेल त अलरेडी नै खरिसकेको हो मेरो। अब चाहिँ म यसमा यो टिम्बुर यसरी हाल्छु। यसको त अलिकति नमक पनि हाल्नुपर्छ। अरू केही हाल्नु हुँदैन। नुन र तेलले चाहिँ यसलाई मजाले यसरी फ्राई हुन दिन्छ। अब चाहिँ यो यतिको फ्राई भइसक्यो। अब चाहिँ ग्यास अफ गरौँ। यो चाहिँ मजाले फ्राई भइसक्यो। सेन्ट पनि यस्तो मिठो आउँछ। यसलाई जति समयसम्म राखेर खाँदा पनि हुन्छ, यसको सेन्ट चाहिँ हराउँदैन नि त। यसलाई चाहिँ अब सेलाएर चाहिँ बोतलमा चाहिँ स्टोर गरेर राख्नुपर्छ। अन्त जति बेला आफूलाई खानु मन लाग्छ त्यति बेला निकाल्यो, टमाटरसँग पिस्यो खायो। अचार यति साह्रो मिठो पनि हुन्छ हैन। अनि बिग्रिँदैन पनि, घाममा पनि सुकाउनु पर्दैन। घाममा सुकायो भने त यसको डल्लै सेन्टहरु उड्छ नि त, अन्त त्यति राम्रो बस्दैन। यसको त यसरी तेल र नुनमा फ्राई गर्यो भने चाहिँ जस्तो बोटबाट टिपेर ल्याएको सेन्ट हुन्छ नि त्यस्तै नै बस्छ। अन्त यसलाई अलिक सेलाएपछि चाहिँ पुरा चिसो बनाएर मात्रै हाल्नु पर्यो। एकछिन यसलाई चिसो बनाएर त्यहाँबाट चाहिँ बट्टामा हालेर चाहिँ स्टोर गर्नुपर्छ, अन्त खानुपर्छ। ल मेरो यो टिम्बुर पनि मजाले सेलायो। अब चाहिँ म यसलाई बट्टामा हाल्छु। अब चाहिँ यसलाई म बट्टामा हाल्छु। चाहिँ मेरो कम्ती नै छ नि त, त्यही भएर चाहिँ मैले सानो बट्टामा चाहिँ हालेर स्टोर गर्दैछु।
अलिअलि बसेको नुनहरू पनि सबै हालिदिएछु। यति चाहिँ भयो मेरो। अब यसलाई चाहिँ मजाले यसरी एयरटाइट गरेर राख्नु। त्यहाँबाट जति बेला आफूलाई खान मन लाग्छ त्यति बेला खाँदा भयो। तपाईहरु पनि टिम्बुलाई स्टोर गर्न चाहनुहुन्छ भने यसरी स्टोर गर्नुहोस् र जति बेला आफूलाई खान मन लाग्छ त्यति बेला निकालेर खानुहोस्। र आजको यो छोटो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। अनि नयाँ जसले हेरिरहनु भएको छ उहाँले हेरेर सब्स्क्राइब पनि गर्नु होला भन्दै यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु। भोलि फेरि यस्तै नयाँ भिडियोको साथमा हजुरहरूसम्म आउने नै छु। तबसम्मको लागि बाइ।